हिजो रातिको गेममा जब रियल म्याड्रिडको टिम म्यान सिटीको होम ग्राउन्ड एटिहाद स्टेडियममा इन्ट्री गर्छ, त्यति बेला म्यान सिटीको फ्यानहरूले एउटा ठुलो ब्यानर डिस्प्ले गरेको हुन्छ र त्यो ब्यानरमा रोड्रीले चाहिँ ब्यालन डोर किस गरिरहेको हुन्छ र त्यहाँ लेखेको हुन्छ स्टप क्राइङ भनेर लेखेको हुन्छ। एन्ड इट इज स्पेसल म्यासेज टु भिनिसियस जुनियर। एक किसिमले चाहिँ एउटा मोरल प्रेसर, एउटा माइन्ड गेम खेलोस् भन्ने हिसाबले चाहिँ म्यान सिटीको फ्यानहरूले चाहिँ त्यसरी चाहिँ एउटा इन्भाइरोमेन्ट क्रिएट गर्न खोजेको जस्तो देखिन्थ्यो। बट जब गेम सुरु हुन्छ त्यसपछि चाहिँ रियल म्याड्रिड वाज वेल प्रिपेयर टु काउन्टर म्यान सिटीको एट्याक। सुरुवातमा त म्यान सिटीले राम्रै डिस्प्ले गर्छ, राम्रै डोमिनेट गर्छ, राम्रै प्रेसहरू गर्छ, तर भिनिसियस जुनियरको अटेम्प, भिनिसियस जुनियरको त्यो प्ले चाहिँ एकदमै राम्रो स्किलफुल प्लेमा चाहिँ एउटा पोस्टचार्ज गरिदिन्छ भिनिसियस जुनियरले र त्यो पोस्टचार्जलाई सेभ गर्न खोज्छ बर्नार्डो सिल्भा। बर्नार्डो सिल्भा इज द गाई हु गिभ वान इन्टरभ्यू इन प्रिभियस गेम, वी आर वेटिङ फर रियल म्याड्रिड इन एथिहाद भनेर भनेको थियो। अनि एनिथिङ क्यान ह्यापन, अब उनीहरूले जित्नै सक्छ भन्ने टाइपको एउटा थियो म्यासेजमा, त्यस्तै थियो। तर बर्नार्डो सिल्भाले 20 मिनटमा रेड कार्ड खाएर फिल्डबाट बाहिर निस्किनु पर्ने हुन्छ, किनभने भिनिसियस जुनियरको त्यो अटेम्पलाई चाहिँ एउटा ह्यान्डबलले गर्दाखेरि त्यो गोल हुन जाँदैन र ड्यु टु दिस आफ्टर द भार इन्टरभेन्सन बर्नार्डो सिल्भाको ह्यान्डबल डिक्लेयर हुन्छ अनि डाइरेक्ट रेड कार्ड खाएर ऊ फिल्डबाट बाहिर निस्किनु पर्ने हुन्छ र त्यसपछि भिनिसियस जुनियरले त्यो पेनाल्टी लिन्छ र त्यसलाई गोल गरिदिन्छ। अनि त्यसपछि चाहिँ म्यानचेस्टर सिटीको पर्फर्मेन्स, म्यानचेस्टर सिटीको मोरल चाहिँ अलिकति डाउन भएको हो कि जस्तो लाग्छ। अल्दो म्यानचेस्टर सिटीले चाहिँ धेरै चान्सेसहरू क्रिएट गरिरहेको थियो, धेरै प्रेसहरू गरिरहेको थियो, एग्रेसन अझ बढेको जस्तो देखिन्थ्यो र नभन्दै गोल ह्यालान्डले गरिदिएको थियो र स्कोर 1-1 भएको थियो। तर त्यतिले चाहिँ पर्फर्मेन्स, त्यो स्कोरले गर्दाखेरि चाहिँ 1-1 त भयो, बट त्यतिले चाहिँ गेम जित्नलाई पुगेको थिएन, किनभने म्यानचेस्टर सिटीलाई एटलिस्ट 4 गोलको डिफरेन्सले जित्नुपर्ने थियो इफ दे वान्ट टु विन द्याट म्याच। बट रियल म्याड्रिडले आफ्नो डिफेन्स प्रपरली डिफेन्स गरेको थियो र काउन्टर एट्याक गरिरहेको थियो र रियल म्याड्रिडको एट्याक एभ्रिबडी नो भेरी डेन्जर, काउन्टर एट्याक एकदम डेन्जर छ रियल म्याड्रिडको र धेरै थ्रेटहरू दिइरहेको थियो रियल म्याड्रिडले। अनि म्यान सिटीले पनि पुरा प्रेस गरिरहेको थियो, निकाल्न खोजिरहेको थियो, बट एभ्री अटेम्प म्यान सिटीको चाहिँ सक्सेस भइरहेको थिएन र विभिन्न चान्सेसलाई क्यापिटलाइज गर्न सकिरहेको थिएन। रियल म्याड्रिडको गोलकिपरले पनि धेरै सेभ गरेको थियो भने यता डोनारुमाले पनि धेरै सेभ गरिरहेको थियो र स्कोर 1-1 नै भइरहेको थियो। बट दिस इज नट इनफ फर म्यान सिटी र 80+ मिनटपछि चाहिँ रियल म्याड्रिड प्लेयर वेयर टोटली एक्जस्टेड जस्तो लाग्यो र मोरल पनि डाउन भएको जस्तो देखिन्थ्यो र त्यसपछि रियल म्याड्रिडले काउन्टर गरिरहेको थियो र गोल भएको थियो 90+ मिनटमा ब्याक टु ब्याक 2वटा गोल भएको थियो, बट एउटा गोल चाहिँ रुल आउट भएको थियो र त्यसपछिको अर्को गोल फेरि भिनिसियस जुनियरले गरिदिन्छ र हिज सेलिब्रेसन वाज लाइक दिस। अनि राम्रो जवाफ दिएको छ भिनिसियस जुनियरले अगेन्स्ट म्यानचेस्टर सिटीको फ्यान र म्यानचेस्टर सिटी टिमलाई। यसरी चाहिँ रियल म्याड्रिडले राम्रो डिस्प्ले गरेर चाहिँ म्यानचेस्टर सिटी जस्तो स्ट्रङ टिमलाई चाहिँ कम्फोर्टेबली जितेको छ र स्टेटमेन्ट विन गरेको छ। अनि रियल म्याड्रिड इज अलवेज अ प्रब्लम फर म्यानचेस्टर सिटी इन च्याम्पियन लिग। अनि यसमा पेप गार्डियोलाको फेस, पेप गार्डियोलाको एक्सप्रेसन पनि हेर्न लायककै थियो, अलिक माया लाग्दै थियो। तर एज अ न्युट्रल पोइन्ट अफ भ्यू हेर्ने हो भने चाहिँ पर्फर्मेन्स फ्रम रियल म्याड्रिड वाज आउटस्ट्यान्डिङ, दे हेभ डिफेन्डेड भेरी वेल भने म्यानचेस्टर सिटीले चाहिँ धेरै चान्सेसहरू क्रिएट गर्न खोजिरहेको थियो। बट यो टाइम, यो सिजन चाहिँ म्यानचेस्टर सिटीलाई चाहिँ परिस्थितिले पनि साथ नदिएको जस्तो देखिन्छ। अनि रियल म्याड्रिडलाई चाहिँ कङ्ग्रेचुलेट गर्न चाहन्छु, किनभने दे आर इन अ राइट पेस अनि उनीहरूको फर्म ब्याक भएको छ एकदम राइट टाइममा। अनि रियल म्याड्रिडले चाहिँ ब्याक टु ब्याक राम्रो पर्फर्मेन्स
दिइरहेको छ। अब कहाँबाट चमत्कार भएको हो कि के हो कि सबै कुरा मिल्दै आएको हो, त्यो त परिस्थितिले गर्दा रियल म्याड्रिडले सबै कुरा राम्रो भइरहेको छ। अब दे विल प्ले अगेन्स्ट बायर म्युनिक भन्दा 2 मत नहोला। बायर म्युनिकले आज खेल्दैछ, बट बायर म्युनिक स्योरली आउनेवाला छ क्वार्टर फाइनलमा। र यो गेममा चाहिँ रियल म्याड्रिडले कस्तो पर्फर्मेन्स गर्छ त्यो चाहिँ हेर्न बाँकी नै छ। सो गुड लक टु रियल म्याड्रिड फर क्वार्टर फाइनल।